मैले अछाम क्षेत्र नम्बर 2 मा यसरी के अरे उम्मेदवार उठ्दै गर्दा मेरा तपसिलका एजेन्डाहरू छन् हैन। मैले पहिलो कुरा त यो देशको फेरि अहिले पनि कृषिमा परनिर्भर छ। यो देशमा के अरे अब आउने निर्वाचनमा यदि अछामी जनताले विजय गर्ने हुन् भने के अरे अछाम क्षेत्र नम्बर 2 मा कृषिलाई अब यहाँ कृषि क्रान्तिलाई अगाडि बढाउने मेरो पहिलो एजेन्डा त्यो हो हैन। अर्को कुरा अहिले पनि हामी जङ्गलघाटबाट अहिले पनि हामीले त्यहाँ पुल बनाइरहेका छैनन् हैन। त्यो अहिले त्यहाँ जङ्गलघाटमा पक्की पुल नपर्नुको कारण नपर्दा हामी अहिले के अरे विभिन्न समस्यामा झेलिरहनु परेको छ। छोटो दूरी, छोटो बाटो, छोटो मार्ग हामीले अछाम जनताले के अरे प्रयोग गर्न पाइरहेका छैनन्। यो दुःख छ। यो कुरा हामी पहिलो दोस्रो एजेन्डाको रूपमा यदि संसदमा उठाउनेछौँ विजय भएपछि नि। तेस्रो कुरा अहिले विशेष गरी नेपालमा एमसीसी सम्झौता पास भएको छ। यो एमसीसी सम्झौताकै कारणले गर्दा देश विदेशीहरूको रणमैदान हुने सम्भावना छ। यदि नेपाल मजदुर किसान पार्टीका के अरे उम्मेदवारहरू विजय भएको खण्डमा यो एमसीसी सम्झौतालाई खारेज गर्ने हाम्रो संसदमा त्यो पहल हुनेछ। हेलो दाजु। दर्शन दाजु, दर्शन आयुष्मान के छ बाबु, हाल खबर आरामै हुनुहुन्छ? दाजु आरामै, सुख दुःख चलेको छ, यस्तै छ। कता घरतिर हुनुहुन्छ कि बजार मार्केटतिर? आज घरतिर आइपुगेको छु बाबु भर्खर। अनि के छ पछिल्लो चुनावी माहौल कस्तो छ असमतिरको, अनि बताउनु पर्यो हैन? पछिल्लो अछामको चुनावको माहौल अब जनता राजनीतिक रूपले सचेत नै छैनन् हैन। अब त्यस देशभक्ति भावनाबाट पनि सचेत नभएको परिणाम। अब मान्छे त जता के अरे जेठ वैशाखको हुरी लाग्छ त्यतै दौडिने छन्। अहिले पनि परिस्थिति त्यही हुन्छ, अहिले पनि त्यस्तै छ। दाजु हजुरको पनि नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी लिस्टमा मैले नाम हेरेँ, हिजो न्युज पनि बनाएको छ। अनि हजुरको पनि उम्मेदवारी भएको छ भनौँ। मेरो पनि मनोनयन दर्ता भएको छ। 1 नम्बरमा के अरे सुरेन्द्र साईको मनोनयन दर्ता भएको छ। 2 नम्बरमा मेरो झङ्करबहादुर साईको मनोनयन दर्ता भएको छ। हजुर अछाममा 16 जनाको मैले हिजो नाम सहितको एउटा सानो बनाएको थिएँ। अनि के छ हजुरको एजेन्डाहरू के छन्? पहिला पनि हजुर एकदम निर्वाचनमा उठ्नु भएको थियो। अब यतिखेर अछामी जनताबाट केही भनौँ अछामलाई क्षेत्र नम्बर 2 लाई बनाउने भन्दै आउनु भएको छ। त के एजेन्डाहरू छन् यसपालिको? पछिल्लो माहौल कस्तो छ अलि बताउनु पर्यो। तपाईको यो आवाज पनि यहाँ रेकर्डिङमा छ दाजु। अब विशेष गरी अछाम क्षेत्र नम्बर 2 बाट मैले आगामी के अरे फागुन 21 गते हुने निर्वाचनमा उम्मेदवारी दिएको छु नेपाल मजदुर किसान पार्टीको तर्फबाट। मैले अछाम क्षेत्र नम्बर 2 मा यसरी के अरे उम्मेदवार उठ्दै गर्दा मेरा तपसिलका एजेन्डाहरू छन् हैन। मैले पहिलो कुरा त यो देशको फेरि अहिले पनि कृषिमा परनिर्भर छ। यो देशमा के अरे अब आउने निर्वाचनमा यदि अछामी जनताले विजय गर्ने हुन् भने के अरे अछाम क्षेत्र नम्बर 2 मा कृषिलाई अब यहाँ कृषि क्रान्तिलाई अगाडि बढाउने मेरो पहिलो एजेन्डा त्यो हो हैन। अर्को कुरा अहिले पनि हामी जङ्गलघाटबाट अहिले पनि हामीले त्यहाँ पुल बनाइरहेका छैनन् हैन। त्यो अहिले त्यहाँ जङ्गलघाटमा पक्की पुल नपर्नुको कारण नपर्दा हामी अहिले के अरे विभिन्न समस्यामा झेलिरहनु परेको छ। छोटो दूरी, छोटो बाटो, छोटो मार्ग हामीले अछाम जनताले के अरे प्रयोग गर्न पाइरहेका छैनन्। यो दुःख छ। यो कुरा हामी पहिलो दोस्रो एजेन्डाको रूपमा यदि संसदमा उठाउनेछौँ विजय भएपछि नि। तेस्रो कुरा अहिले विशेष गरी नेपालमा एमसीसी सम्झौता पास भएको छ। यो एमसीसी सम्झौताकै कारणले गर्दा देश विदेशीहरूको रणमैदान हुने सम्भावना छ। यदि नेपाल मजदुर किसान पार्टीका के अरे उम्मेदवारहरू विजय भएको खण्डमा यो एमसीसी सम्झौतालाई खारेज गर्ने हाम्रो संसदमा त्यो पहल हुनेछ। तेस्रो कुरा। अनि चौथो कुरा अहिले धेरै युवाहरू आज के अरे विदेशिएका छन् हैन। युवाहरू धेरै विदेशिएका छन्। हिजो सरकारमा कांग्रेस एमाले माओवादी पनि शासन सत्तामा पुगे, तर उनीहरूले नेपाली युवाहरूलाई आज पनि के अरे दैनिक 2600 युवाहरू अन्तर्राष्ट्रिय विमानस्थलमा उडिरहेका छन् र दैनिक 3 जनाको लास पनि आइरहेको छ
होइन। यदि नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजय भएको खण्डमा हामी नेपालमै रोजगारीको व्यवस्था, विशेष गरी योग्यता अनुसारको काम अनुसारको ज्यालाको ग्यारेन्टी गर्ने हामी संसदमा त्यो कुरा उठाउँछौँ होइन। अर्को कुरा, नेपालमा अहिले पनि शिक्षा महँगो भएको छ, आज पनि शिक्षा महँगो छ होइन। अब गरिबका छोराछोरीलाई उच्च शिक्षा निशुल्कको पहल गर्छौँ होइन। अब हामी यदि संसदमा विजय भएको खण्डमा उच्च शिक्षालाई निशुल्क नगरेसम्म आज गरिबका छोराछोरीहरू पढ्नकै निम्ति आज एउटा के अरे कमजोरीकै कारणले गर्दा गरिबका छोराछोरी पढ्न नसकेको छ, उच्च शिक्षा पढ्न नसकेको अवस्था छ। त्यही भएर त्यो हुने चौथो एजेन्डा त्यो हुनेछ। त्यसपछि अब अहिले विशेष गरी अर्को एउटा समस्या के रहेको छ भने नेपालमा विशेष गरी अछाममा पनि त्यो ठुलो समस्याको देखिएको छ। मान्छे के अरे नेपाली युवाहरू नेपालको के अरे आफ्नो ठाउँ छोडेर विदेशिने यहाँको जग्गा जमिन बाँझो राख्ने स्थिति भएको छ। यो जग्गा जमिनलाई कम्तीमा उपयोग ल्याउन र नेपाललाई नै कृषिमा आत्मनिर्भर बनाउन के अरे कम्तीमा हामी यदि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजय भएको खण्डमा नेपालको बाँझो जमिन अहिले 10 लाख हेक्टर भन्दा बढी बाँझो जमिन छ, यो जमिनलाई कम्तीमा के अरे प्रयोगमा ल्याएर नेपाली युवाहरूलाई आफ्नै माटोमा श्रम गर्नुपर्छ भन्ने त्यो भावनाको त्यो नीति हामी संसदमा बनाउँछौँ है। ती कुराहरू गर्छौँ। अर्को कुरा, नेपालका नदी नालाहरू अहिले पनि भारतकै कब्जामा छन् होइन। माथिल्लो कर्णाली जस्ता नदी के अरे नेपालको विश्वको सबैभन्दा सस्तो कम लगानी प्रकृतिले वरदान दिएको योजना माथिल्लो कर्णाली छ। आज त्यो नदीलाई नेपालका शासकहरू विशेष गरी कांग्रेस एमाले र अहिलेका तत्कालीन माओवादी अहिलेको नेकपा भन्नेले नेपालको कर्णाली नदी भारतलाई सुम्पेका छन्। यो खारेज गरेर नेपालीको लगानीमा नै नेपालमा विद्युत के अरे हामीले निकालेर भारतबाट हामीले ग्यास नल्याउनु पर्ने, भारतबाट ग्यास नल्याएर त्यो विद्युतबाटै खाना बनाउने त्यो नीति हामी संसदमा बनाउँछौँ। र अनि अर्को कुरा, आज अर्को एउटा धेरै ठुलो समस्या के देखिएको नेपालमा भनेपछि नि मानिसहरू आज सरकारप्रति यो के अरे राज्यप्रति जिम्मेवारै छैन के मान्छेलाई के अरे विदेशीहरूले अस्ति भाद्र 23 र 24 गतेको जुन किसिमको एजेन्डा के अरे कांग्रेस एमालेहरूले सरकार चलाउन नसकेकै परिणाम आज यो देशमा यो अवस्था आएको छ होइन। अब यो देशमा के अरे 18 वर्ष पुगेका हरेक युवालाई सैनिक तालिम दिनुपर्ने अवस्था देखिएको छ। यदि 18 वर्ष पुगेको हरेकलाई सैनिक तालिम दिएन भने आज जसरी भेनेजुएलामा अमेरिकी साम्राज्यवादले त्यहाँको राष्ट्रपतिलाई जसरी एउटा किडन्याप गरेर त्यहाँ अपहरण शैली डकैती शैलीमा अमेरिका लिएर आज के अरे जेल हालिरहेको छ होइन, एउटा लागु औषधको आरोप लगाइरहेको छ, त्यो सब झुटा कुरा। अब त्यसले के हामीलाई पाठ सिकाएको छ भने हरेक युवालाई 18 वर्ष पुगेको हरेक युवालाई सैनिक तालिममा फिट गर्नुपर्छ देशको सार्वभौमता जोगाउन होइन। यदि त्यो गरेनौँ भने देश शक्ति राष्ट्रबाट हामी सुरक्षित छैनौँ र त्यो खेलकुदमा पनि फिट हुन्छ त्यो। अनि त्यसपछि देशको सार्वभौमता भोलि कुनै विदेशी हस्तक्षेप भयो भनेपछि देशको निम्ति लड्न पनि त्यो तयारी हुन्छ त्यो युवा होइन। त्यसैले 18 वर्ष पुगेको प्रत्येक युवालाई सैनिक तालिमको बन्दोबस्त गर्ने हामी त्यो नीति बनाउँछौँ होइन। अर्को कुरा, आजसम्म नेपालमा एउटा पनि मल कारखाना खोलिएको छैन। हेर्नुहोस्, नेपाल कृषि प्रधान देश छ, आजसम्म नेपालमा मल कारखानै खोलिएको छैन के होइन। त्यसैले अब यदि नेपाल मजदुर किसान पार्टीका के अरे उम्मेदवारहरू विजय भएको खण्डमा हामी तुरुन्तै नेपालमा मल कारखाना स्थापना गएर अब विदेशबाट मल नल्याउने नीति हामी त्यो कुरा लागू गर्न सक्छौँ होइन। यति कुरा गर्न सक्छौँ, अरू बाँकी कुरा गर्दै गरौँला। एकदम पक्कै पनि दाजु, अत्यन्तै सबै दल अरू उम्मेदवार भन्दा पनि फरक र एकदम महत्त्वपूर्ण एजेन्डा तपाईँका छन्, जो अछाममा पनि वर्षौंदेखि धेरै पुरानो पहिलाको इतिहासदेखि अहिलेसम्म जङ्गलघाटको पुल बन्न नसकेको यो एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। त्यहाँको बाँकी कुराहरू त छँदैछ। र अर्को कुरा, अछामको सबैभन्दा मुख्य कुरा, जमिन धेरै बाँझो छ, विदेशमा सङ्घर्ष गरिरहेका छन् युवाहरूले, त्यो बाँझो जमिनलाई बाँझो राख्न नदिएर त्यही माटोमा श्रम गर्ने यो व्यवस्था ल्याउने त्यो कुरा पनि महत्त्वपूर्ण उठाउनु भएको छ। कृषिलाई जोड दिनु भएको छ, त्यसै गरी शिक्षालाई जोड दिनु भएको छ। हाम्रै गाउँठाउँमा पनि कति फिस भर्ने पैसा नपाएर कतिको पढाइ छुटेको छ, यस्ता घटनाहरू पनि छन्। शिक्षालाई एकदमै जोड दिनु भएको छ।
र यातायात शिक्षादेखि लिएर कृषिदेखि लिएर तपाईँको विदेशिएका युवाहरू र अर्को कुरा एमसिसी खारेजदेखि नेपालमै कम्पनी कल कारखाना हुने कुराहरू महत्त्वपूर्ण एजेन्डाहरू तपाईँको रहेका छन् र जितको अग्रिम शुभकामना व्यक्त गर्दछु दाजु प्रवासबाट र हाम्रो पनि सहभागिता यो निर्वाचनमा रहनेछ र यति बेला प्रवासमा अब हजारौँको टाढा प्रवासको भूमिमा हामी सङ्घर्ष गर्दै गर्दा आफ्नो ठाउँको आफ्नो गाउँको आफ्नो समाजको आफ्नो क्षेत्रको आफ्नो जिल्लाको आफ्नो देशको बारेमा चासो माया प्रेम पक्कै पनि छ हामीलाई पनि र हस् दाजु अब यो यसपालिको निर्वाचनको के छ प्रचार प्रसार नीति नियम के कस्तो छ अलि पहिलाभन्दा अलि फरक छ भन्ने छ र अनि सुरक्षा व्यवस्था म्यादी प्रहरी पनि सब गरिसक्यो के कस्तो छ सुरक्षा र नियम कानुन प्रचारमा के कस्तो छ अलि छोटोमा बोलौँ अब अन्त्यमा दाजु अछाम जिल्लामा यो वर्ष अस्ति नै एउटा सर्वदलीय बैठक भएको थियो जिल्ला प्रमुख जिल्ला अधिकारीको निवासमा हामीले त्यो सर्वदलीय मिटिङमा पनि भनेका थियौँ यो पुँजीवादी व्यवस्थामा विशेष गरी कङ्ग्रेस एमालेहरू र आफूलाई ठुला दल भन्नेहरूले आचार संहिता एकदमै उल्लङ्घन गरेको अस्ति त्यो निर्वाचनमा मनोनयन दर्ता गरेकै दिनमा बाजा गाजा सहित के अरे उनीहरू प्रस्तुत भएका छन् त्यो दिन नै के भन्नुभएको थियो भने अहिले के अरे निर्वाचनमा मनोनयन दर्ता गर्न अथवा उम्मेदवारी दर्ता गर्नकै दिन पनि के अरे बाजा गाजा ल्याउन नपाउने कुनै के अरे हुलवजन दिन नपाउने 25 जना भन्दा बढी के अरे त्यहाँ उपस्थित हुन नपाउने भन्ने कुरा गरिएको थियो तर त्यो कुरा के अरे आचार संहिता पहिला नै उल्लङ्घन गरेका छन् यसपालिको चुनावमा पनि आचार संहिता उल्लङ्घन त हुन्छ नै किन भन्दा यिनीहरू अब मुखले एक भन्छन् यिनीहरूको व्यवहार अर्कै हुन्छ हैन यसमा हामी विशेष गरी नेपाल मजदुर किसान पार्टीले हामीलाई जुन दर्शन दिएको छ जुन विचार दिएको छ जुन बाटो दिएको छ हामी त्यसमा अडित रहिकन हामी यो आचार संहिता एउटा पनि उल्लङ्घन गर्दैनौँ अहिले यिनीहरूबाट आचार संहिता उल्लङ्घन हुने पहिलो खुड्किलोमै त्यो देखिएको छ हैन अब अर्को कुरा विशेष गरी तपाईले मैले अघि एउटा छुट्नै पर्ने कुरा छुटेको छ विशेष गरी म आफै पनि एउटा अगुवा किसान हो मैले यो देशका धेरै किसानहरूको के अरे पीडा दुःख कष्टहरू बुझेको छु हैन नेपाललाई के अरे कृषिमा कसरी आत्मनिर्भर गरिन्छ भन्ने त्यो योजना भिजन पनि के अरे म कुनै दिन तपाईहरुमा भनौला अलिकति लामै हुन्छ त्यो विषयमा हैन र नेपाललाई अब कृषिमा कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा त्यो किसिमको ठोस भिजन र प्लान छ त्यो समय कतिको तपाईहरुसँग समय सायद नहोला त्यो कुनै दिन मलाई त्यस्तो समय दिनुभयो भने म तपाईहरुसँग उपस्थित भएर त्यो कुरा भन्न सक्छौं हैन र यदि हामी देश जबसम्म कुनै पनि देश आत्मनिर्भर हुँदैन स्वाभिमान हुँदैन सार्वभौम हुँदैन भनेपछि हुनको निम्ति पहिलो कुरा कृषिलाई कृषिमा आत्मनिर्भर हुनुपर्छ त्यो कुरा नेपाल मजदुर किसान पार्टी र विशेष गरी मैले बुझेको छु हैन र विशेष गरी हामी यदि प्रतिनिधि सभामा निर्वाचित भयो भने नेपाललाई कृषिमा कसरी आत्मनिर्भर गर्न सकिन्छ नेपालका किसानहरूलाई के रे कम्तीमा मल बिउ र विषादी लगायत तालिम दिएर उनीहरूको नेपालको त्यो बाँझो जमिनलाई कसरी उपयोग ल्याउन सकिन्छ र नेपाललाई कृषिमा अहिले विदेशबाट के रे खाद्यान्न ल्याइएको छ अस्ति मात्रै एउटा 8 महिनाको तथ्याङ्क हेर्ने हो भने 55 अर्बको खाद्यान्न भारतबाट ल्याइएको छ चामल मात्रै भारत ल्याइयो 33 अर्बको तरकारी ल्याइएको छ हैन 22 अर्बको दाल मात्रै ल्याइएको छ भनेपछि त नेपाल हामी कृषि प्रधान देश भन्ने अहिले पनि 60.3% मान्छे कृषिमा के रे लागिरहेका कृषक छन् भन्ने कृषि पेशामा छन् भन्ने हामीले दाल चामल सबै भारतमा ल्याउने हो भने त भारतले बाइचान्स भोलि नाकाबन्दी लाउने हो भारतसँग युद्ध हुने हो दुश्मनी हुने हो भने त नेपाली जनता त भोकले मर्ने भयो नि त्यही भएर पहिलो एजेन्डा नेपाललाई कृषिमा आत्मनिर्भर गर्न सकिने एजेन्डा हामी भोलि के रे त्यो कुरा प्रतिनिधि सभामा यदि निर्वाचित भयौं भने त्यो कुरा हामी संसदमा नीति बनाउँछौं नियम बनाउँछौं भाइ हजुर दाजु एकदम महत्त्वपूर्ण विचार राख्नु भएको छ नेपाल मजदुर किसान पार्टी अछाम क्षेत्र नम्बर 2 को उम्मेदवारको हिसाबले यति बेला अछामबाटै बोल्दै हुनुहुन्छ र प्रवासमा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ विशेष गरी विदेशमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी के रे फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई चुनाव चिन्ह मादलमा भोट लाएर अत्याधिक बहुमतले विजय गर्न म आग्रह र अनुरोध गर्दछु भाउ हस् दाजु धन्यवाद फेरि